हेलो साथीहरु, स्वागत छ मेरो नयाँ भिडियोमा। र म चाहिँ अहिले काममा जान लागेको। म चाहिँ के काम गर्छु भनेर हजुरहरुलाई सब देखाउने छु र के गर्छु भनेर हजुरहरुलाई सब देखाउने नै छु र भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। लेट्स साथीहरु, हामी चाहिँ पसल जाँदै छौं। पसल चाहिँ धेरै टाढा छैन, 5 मिनेटको बाटो छ, आइपुग्ने आटो। यता चाहिँ सिङपुनु आयो भन। यहाँ चाहिँ छ हाम्रो युबी ज्वेलर्सको सामान। हामी चाहिँ युबी ज्वेलर्समा काम गर्छौं। दिदी बहिनी हो काम गर्ने चाहिँ, दुईजना छौं। सो ताईहरु चाहिँ टन्नै हुनुहुन्छ हैन। अहिले म देखाउने छु सबैजनालाई। हाम्रो युबी ज्वेलर्स चाहिँ यही हो साथीहरु। हाम्रो दिदी भेना चाहिँ उहाँ हुनुहुन्छ भेन, हाई भन्नु। दिदी हाई भन्दिनु। हाम्रो चाहिँ युबी ज्वेलर्स यही नै छ साथीहरु। म चाहिँ यही युबी ज्वेलर्समा काम गर्छु। हाम्रो युबी ज्वेलर्स चाहिँ धेरै टाढा छैन, मेन हाइवेदेखि 9 घर माथि मात्र छ। ठक्क तपाईहरु मधुमल्ला रोड आएपछि दाहिने साइड आउँदाखेरि दाहिने साइडमा फट्ट यहाँनिर देख्न सक्नुहुनेछ हाम्रो युबी ज्वेलर्स माथि पनि बोर्ड छ हैन। यहाँ भित्र चाहिँ रहेको छ हाम्रो कारखाना। म चाहिँ यहाँ कारखानामा जाँदैछु। हाम्रो कारखाना चाहिँ यही रहेको छ र यहाँ दाइ र भाइ चाहिँ धम्माधम आफ्नो काम गरिरहनु भएको छ। यता दाइ चाहिँ यता हेरेर हाई भन्दै हुनुहुन्छ र यता चाहिँ रहेको छ माला हुने ठाउँ। यहाँ चाहिँ बिहान म आएर काम गरेको थिएँ र अलिकति फोहोर भइरहेको छ। काम गर्ने भाइहरू त धेरै छ भन्थ्यो, तर कारखाना चाहिँ खाली छ, 2 जना मात्र हुनुहुन्छ भनेर सोच्नु होला पक्कै पनि। तर यस्तो नसोच्नु, अहिले खाना जानुभएको छ भाइहरू चाहिँ। साथीहरू, हामी चाहिँ काम गर्दा एकदमै थाकेर बसिरहेको छौँ हैन। बिहान 11 बजेदेखि आएर हामी उठेको छौँ। बस्दा यो ढाड दुखेर जाने बेला भएको छ। यति माइली बनाउँदा हालत खराब। बसेर काम गर्नु भन्नु मात्र छ गाइस, तर यति धेरै नभनौँ। हाम्रो पीडा सुनेर त नि तपाईहरु नि सुन्नुहुन्छ। साथीहरु, यो चाहिँ रहेको छ आमा पेन्डल। आमाको मुख हेर्ने दिन आउँदैछ र हामीले चाहिँ ग्रीनमा, ब्लूमा, रेडमा तयार गर्दैछौँ। एकदमै राम्रो फिनिसिङमा तयार भएको छ यो आमा पेन्डल चाहिँ। हजुरहरु पनि आफ्नो आमालाई गिफ्ट गर्न चाहनुहुन्छ भने चाहिँ युबी ज्वेलर्समा सम्पर्क गर्न सक्नुहुनेछ। यो चाहिँ रहेको छ सोलीमाला। एकदमै राम्रो फिनिसिङमा यो पनि रेडी भइसकेको छ। साथीहरु, यो चाहिँ रहेको छ नौगेडी। यहाँ चाहिँ पुनेले बनाउँदैछ र मैले चाहिँ अघि बनाइसकेको छु। हामी चाहिँ कसरी नौगेडी बनाउँछौँ भनेर यहाँ भिडियोमा थोरै राखेको छु। हुन त आफ्नो तरिका हुन्छ बनाउने। हामी चाहिँ यसरी बनाउँछौँ। हजुरहरु चाहिँ कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला। फाइनली चाहिँ यस्तो भएछ, एकदमै राम्रो फिनिसिङमा रेडी भएको छ। र यो चाहिँ रहेको छ तिल्लरी 4 गेडी। यो चाहिँ रहेको छ 3 लेयर। यो चाहिँ रानी हारो साथीहरु। यो चाहिँ रहेको छ पेन्डल। बनाएको पोते चाहिँ यही पेन्डलमा लगाउने हो साथीहरु। हामीले चाहिँ सबै झुम्का लगाएर रेडी गरिसक्यौँ र माथि पोते पनि फिट गरिसक्यौँ। एकदमै राम्रो फिनिसिङमा रेडी भएको छ यो पेन्डल। यो चाहिँ रहेको छ माइली तिल्लरी। हामीले तिल्लरीमा पोते पनि फिट गरिसक्यौँ। एकदमै राम्रो फिनिसिङमा तयार भएको छ। काँडा पनि कस्तो राम्रो देखिरहेको छ साथीहरु। र यो चाहिँ रहेको छ कान्छी तिल्लरी। भिडियो चाहिँ यतिमै एन्ड गर्न चाहे साथीहरु। के कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला। हस्त बाइ बाइ।